हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई न्यू ब्लग होप सबै सन्चै आरामै हुनुहुन्छ होला। सो आज पनि चाँडै उठिसकेको छु, एक ग्लास पानी खान्छु अनि त्यसपछि एक्सर्साइज गर्न गइहाल्ने। हेलो हेलो दोस्रोमा कहाँको थियो दाजु? कहाँ खल्तीमा पाइन्ट साइन्ट धोएर 4 दिनपछि निकालेको आज लगाएको ए आज बेला हाँडीमा त सो गाइस फाइनली 9 घन्टापछि छुट्टी भइसकेको छ र म सिधै किधर मालूम रुमतिर नहीं जान है, लागेको इतना छु। बड़ा आदमी हो गया अभी। गाइस ड्युटीबाट आउने बित्तिकै भिडियोहरू एडिट गरेर पनि अपलोड गरिसकेको थिएँ। अनि किचनमा आएर आज रोटी खाने, रोटी अनि चना। सो रोटीको लागि अलरेडी मैले डोहरू लगाएर रेडी गरिसकेको छु। गाइस साँच्ची भन्दाखेरि भिडियो बनाउन बिल्कुल मन लाग्दैन कि, यति थाकेर आएको हुन्छु तर पनि हार मानेको छैन के। आज यो भिडियोले 43 हुन्छ कि 43 भिडियो नन स्टप अपलोड गरिरहेको छु तर पनि भ्यू आएको छैन। खै हेरौँ, कोसिस गर्दैछु के रे, अवश्य एक दिन राम्रो हुन्छ होला होइन। सो स्टार्ट, खाना बनाउनु पर्यो फटाफट, टाइम छैन गाइस। त्यस्तै हो गाइस। सो गाइस मैले चाहिँ चनालाई हिजो नै पानीमा भिगाएर राखेको थिएँ, यहाँ हेर्न सक्नुहुन्छ। अनि अब चाहिँ म तरकारी बनाउनु गइरहेको छु। सबभन्दा पहिला तेल हाल्नु पर्यो। गाह्रो छ गाइस, गाह्रो छ। अनि यहाँनिर चाहिँ खडा मसला छ, यो पनि हालिदिनु पर्ला सबै एकैचोटि। कसम गाइस यस्तो अल्छी कि यस्तो अल्छी लागिरहेको छ कि गर्नै मन लाग्छ। अल्छी भन्दा पनि कस्तो क्या, शरीर एकदम विक जस्तो भएको छ क्या। काम गरेर आएको छु भर्खरै, रेस्ट नगरिकन कन्टिन्यू भिडियो एडिट गरेँ। हिजोको भिडियो पनि थियो, हिजो अपलोड गर्न पाएन। अनि आज 2टा भिडियो अपलोड गरेँ, लास्टै गाह्रो भइरहेको छ गाइस। तर पनि मान्छेहरूले सपोर्ट गर्दैन नि यार, खै किन। सो गाइस यतिको चाहिँ बनाइसकेको छु, हेर्न सक्नुहुन्छ। अहिले मसला भुट्दैछु अनि त्यसपछि यसको हाल्ने टन आउँछ। मैले चाहिँ चनालाई पनि मजाले चढाइदिइसकेको छु, हेर्न सक्नुहुन्छ, कुकरको ढक्कन ढाकेर। सो अब चाहिँ फटाफट रोटी बेल्न पऱ्यो। अनि बेल्ना चौकालाई पनि यहाँ मजाले धोएर राखेको छु सुक्नलाई। अब 1-2 मिनटमा सुकिहाल्छ अनि त्यसपछि फटाफट रोटी बनाउने हो। अनि किचनमा रोटी पकाउँदाखेरि त आम्मामा पसिना त चाकबाट निस्किन्छ यार गाइस। भन्दाखेरि माथिबाट निस्केर चाकमा झर्छ भनेको क्या। सो सरी है त्यस्तो बाहिरबाट बोल्यो भने म। सो लेट्स गो, फटाफट बनाउनु पऱ्यो गाइस। सो गाइस फाइनली मेरो चनाको तरकारी पाकेर रेडी भइसकेको छ, हेर्न सक्नुहुन्छ। सलाद, रोटी अनि हाम्रो मनिष दा र लिम्बू दाई हुनुहुन्न। सो मनिष दा र लिम्बू दाईको लागि यहाँ राखिदिएको छु। अनि तरकारी चाहिँ यहाँ मनिष दालाई, अनि फ्रिजभित्र चाहिँ हाम्रो लिम्बू दाईलाई। सो अहिले चाहिँ म र राकेश दाई अनि जनक दाई सँगै बसेर खाने हो। तिनीहरू किन भन्दाखेरि लिम्बू दाई नाइट ड्युटी अनि मनिष दाई केही कामले बाहिर जानुभएको छ। सो फटाफटै गाइस। सो चनाको दाइले हेर्न सक्नुहुन्छ। वाउ अमेजिङ। सो गाइस कैसे हो आप लोग, होप सब अच्छे होंगे। तो आज हमने बनाया हुआ है खाने में चना की सब्जी और साथ में रोटी और सलाद। और इधर हमारे बैठे टबड़ा गंजू जी और इधर हमारे राकेश दाई जो कि मुंह छुपा रहे। देखते हम आ रहे हैं बस तो घुमाया मुझे।